यो चाहिँ हाम्रो कोरियामा बिदाको दिनमा हाउसभित्र कामको जानकारी दिँदैछु म। बिदाको दिनमा हाउसभित्र सुन्तलाको आइटमहरू मध्येको सुन्तलाको राजा भनेर पनि चिन्छ यहाँ चाहिँ कोरियामा। यो चाहिँ हल्लाबङ, यो हल्लाबङ भन्छ यसलाई। नेपालीमा के भन्छ थाहा छैन, मैले देखेको पनि छैन नेपालीमा चाहिँ। अनि यसको उत्पादन हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन। तर कोरियामा चाहिँ एग्रिकल्चरमा आउने साथीहरूले पराल जस्तै देख्नुहुन्छ होला, सबैकोमा अझ पनि हुँदैन। त्यही पनि अधिकांशले यो फलहरू पनि मजाले बाहिर बजारतिर पनि देखेको हुनसक्छ। यो चाहिँ हामीले एक दिन बिदाको दिनमा अरू नजिकैको कम्पनीमा काम गर्न गएको थियौँ। यस्तो सुन्तला बारीमा भन्दा पनि हाउसमा त्यति बेला चाहिँ यो देख्ने मौका पायो। अनि हामीलाई मेन के कामले बोलाएको थियो भन्दा पनि यो जुन देखेको रसीहरू छ, रसीहरू बाँध्नको लागि हामीलाई त्यति कामको लागि 6-7 जना बोलाएको थियो। अनि यो किन बाँधेको भन्दाखेरि यसको यो दानाको लोड चाहिँ अलिक बढी भएको होला। यो दानालाई झुन्डाएर राख्नुपर्ने हुन्छ पाक्नुभन्दा अगाडि। यो लोडले गर्दाखेरि हाँगा भाँचिने सम्भावना हुन्छ। धेरै फल्ने भएको कारणले गर्दाखेरि यसलाई झुन्डाएर यसरी बाँधेर राख्नुपर्छ। यो चाहिँ हाउसभित्रको हल्लाबङ हो। यो बाहिरतिर त्यस्तो धेरै फल्दैन। त्यस्तो फलिहाले पनि यो खान योग्य खासै हुँदैन। यो बिक्री पनि भित्रको मात्रै अधिकांश बिक्री हुन्छ, बाहिरको चाहिँ खासै बिक्री गर्दैनन्। त्यसले गर्दाखेरि यो हाउसमा मात्र फल्ने हुँदा यो महँगो, एकदमै महँगो हुन्छ। यो चाहिँ लगभग 5 केजीको कार्टुन बनाएर बिक्री हुन्छ। यो चाहिँ 5 केजी बराबरको एउटा कार्टुन हुन्छ। त्यो लगभग नेपाली 4 देखि 5 हजार, 5 केजीको 4 देखि 5 हजार रुपियाँमा नेपाली बराबरमा बिक्री गर्छ यहाँ चाहिँ। यस्तो राम्रो फलफुलहरू नेपालमा यो चाहिँ पाउँछ कि पाउँदैन, यसको बारेमा केही जानकारी दिनु होला, कमेन्टहरू छोडिदिनु होला। कतै पाउँछ भने यसो कतै पायो भने केही यसको बिरुवाहरू किन्ने मौका पाउँदा होइन, कहाँ पाउँछ त्यसको बारेमा केही कसैलाई पनि जानकारी छ भने कृपया कमेन्ट गरिदिनु होला। त्यही नै हो मेन भनेको। यो हाउसभित्र यसरी लाइनसित लगाएको छ होइन। यसलाई चाहिँ एकदमै मेहनत, औषधिहरू, पानीहरू, त्यो पनि हाउसभित्र मात्रै, बाहिर उत्पादन हुँदैन। त्यसले गर्दाखेरि महँगो पनि यस्तै बिक्री हुने। मिठो पनि एकदमै सुन्तलाभन्दा डबल ठुलो हुन्छ। मिठो एकदमै राम्रो, मिठो पनि हुन्छ। स्वास्थ्यको हिसाबले राम्रो मानिएको रहेछ यो चाहिँ। विशेष गरी यो यहाँ उत्पादन धेरै ठाउँमा त छैन, तर पनि भएको ठाउँमा राम्रो देखिन्छ यो चाहिँ। यतिको कामको लागि हाम्रो चाहिँ 6-7 जना मान्छेहरू चाहिँ बोलाएको थियो। तर हाउस चाहिँ अलिक घाँसहरू धेरै के यो हाउसहरू च्यातिएको हाउस भएर होला सायद। पानी छिरेर घाँसहरू पलाएको एकदम एचुबी घाँस काट्ने मेसिन हाल्नु पर्ने थियो, हानेर रहेनछ। यो चाहिँ अलि हाउसभित्र फोहोर हो क्या, घाँसहरू पलाएको छ, काटेको छैन। घाँस मार्ने औषधि पनि हानेको छैन। यसो हेर्दाखेरि हाउस पनि च्यात्ते जस्तो देखिन्थ्यो, पानी चुहिरहेको थियो। यति ठुलो हाउसमा यसको सुन्तला मात्रै, यो सुन्तला आइटम मात्र उत्पादन पनि राम्रो गरेको छ। अब 6-7 जना एकैचोटि एकै दिनको लागि कामको लागि बोलाउनु भनेको चान्चुने कुरो होइन। दिनमै
कमसे कम पनि 10,000 नेपाली एकजनाले लानुपर्छ। त्यहाँभन्दा थोरैमा जाँदैन कोही पनि। त्यति हुँदा पनि उत्पादन राम्रै भएर होला, मान्छेहरू धेरै बोलाएको।